नमस्ते साथीहरु। आज हामी एक्सेलमा केही एप्लिकेसन बनाउन सिक्नेछौँ। जस्तै यहाँ देख्न सक्नुहुन्छ होम पेज, प्रोडक्ट, इन्फर्मेसनमा क्लिक गर्दा राम्रो खालको एप्लिकेसन जस्तो देखिएको छ। एक्ज्याक्टली हामी यस्तै एप्लिकेसन बनाउनतर्फ लाग्नेछौँ। आखिर एक्सेल जस्तो हिसाब गर्ने ठाउँमा यसरी हामीले बनाउन चाहिँ कसरी सक्छौँ त हेर्नुस् कस्तो राम्रो इन्टरफेस पनि देखिएको छ। प्रोडक्टमा थिच्दा प्रोडक्ट बारेमा आउने, सेल्स थिच्दा सेल्स बारेमा आउने। आउनुहोस् यसको बारेमा विस्तृतमा चर्चा गरौँ। आरामले गर्नुहोस्। हामी आज एउटा सिस्टम सिक्दै छौँ जुन सिस्टममा चाहिँ तपाईहरुको पर्चेज, सेल्स वा प्रोडक्टको बारेमा चाहिँ कुराहरु राखिनेछ। यसलाई एकदम धैर्यता साथ सिक्न पर्ने हुन्छ। आधा घण्टाको जति नै भिडियो छ आरामले हेर्नुहोस् किनभने यो सिस्टम बनाउनलाई हामीले धेरै चीज चाहिँ एक्सेलबाटै गर्न पर्ने हुन्छ। म्याक्सिमम हामी एक्सेलमै सिक्छौं। अब एक्सेल खोल्नको लागि विन की प्लस आर थिच्नुहोस् जुन किबोर्डमा हुन्छ र एउटा रन डायलग बक्स आउँछ। यहाँ गएर एक्सेल लेख्नुहोस् तपाईहरुको एक्सेल खुल्छ वा नर्मली पनि एक्सेल खोल्न सक्नुहुनेछ। अब मसँग पक्कै दुईटा रहेछ यो एउटालाई म डिलिट गरिदिन्छु। कुनै एउटा मात्र एक्सेल खोल्छु। तपाईहरुलाई एक्सेलमा अरु पनि यस्तै विभिन्न प्रकारका अरु चाहिन्छ भने पनि भन्नुहोस् अरु एप्लिकेसन पनि बनाउला। अहिलेलाई म यसलाई सिर्फ के गर्छु सेभ गरिदिन्छु। फर्स्ट अफ अल कुनै एउटा ठाउँमा लिएर गएर कुनै एउटा लोकेसनमा लगेर सेभ गरिदिन्छु ताकि कुनै कारणवश मेरो कम्प्युटर शटडाउन भयो वा भने कुनै कारणवश म सेभ गर्न पाइन मेरो फाइल भने एटलिस्ट लास्ट टाइम सेभ भएको त सेभ रहन्छ। त्यसकारण हामीले जहिले पनि कम्प्युटरमा रहेको एक्सेल, वर्ड जेसुकै होस् त्यो एप्लिकेसनको फाइल चाहिँ सेभ गरेर भनी राख्नुपर्छ। हुन त अक्सर यसले सेभ गर्ने अप्सन दिएकै हुन्छ, अटोमेटिकली सेभ हुन्छ। हामीले सेभ नगरे पनि एउटा रिकभरी सेभको अप्सनले तर पनि सेभ चाहिँ गर्नु आवश्यक छ। यसलाई म केही नाम राख्दिन्छु। केही नाम राखेर म यसलाई सेभ गरिदिन्छु। तपाईहरु आफ्नो आवश्यकता हिसाबले नाम दिन सक्नुहुनेछ। जे नाम राख्दै नि भो। इन्भेन्टरी सिस्टम भनेर भन्दा हो वा के छ तपाईहरुलाई तपाईहरुको के को लागि प्रयोजनमा गर्दै हुनुहुन्छ त्यो नाम राख्दा भो। अब अहिलेलाई मसँग यहाँ राम्रोसँग हेर्नुहोस् इन्टरफेस यस्तो छ। तलपट्टिको सिट 1 मा गएर म लेख्छु होम पेज। यानी कि तलपट्टि हामी गएर यसरी चेन्ज पनि गर्न मिल्दो रहेछ नाम। जसलाई डबल क्लिक गर्नुस् वा पनि रिनेम गर्न सक्नुहुनेछ। मसँग होम पेज छ, प्रोडक्ट छ, पर्चेज भयो। अर्को यहाँ नयाँ एउटा सिट खोल्छु र त्यहाँ गएर सेल्स लेख्छु। फेरि अर्को एउटा नयाँ सिट खोल्छु र त्यहाँ सिट 5 आयो। जम्मा हाम्रो नर्मली 3टा सिट रहेको हुन्छ भने अहिले हेर्न सक्नुहुन्छ हाम्रो 5 वटा सिट जति भइसक्यो। अब होम पेजमा जान्छु। होम पेजमा गएर यसलाई मिलाएर काम गर्छु किनकि यसमा जुम इन जुम आउट धेरै गर्नु हो भने बिग्रिन्छ। यसरी म कन्ट्रोलसँग सबैलाई क्लिक गरे पनि हेर्नुस् एकसाथ जुम इन जुम आउट हुन्छ। मैले एउटा जुम इन फिट गर्नलाई 3टैले 4-5 वटाले सिलेक्ट गरेर यसरी राखे सबैको 150% जति छ। यानी कि जुम इन सबैको सेम छ। कसैको तलमाथि नहोस् यो चीज ख्याल गर्नुस्। यसरी हामीले सिलेक्सन गरेर गर्न पर्ने हुन सक्छ। तर सिलेक्सन गरेर भने तपाईहरुले यो इन्सर्ट गर्न सक्नुहुन्न। त्यसकारण कुनै अर्को ट्याबलाई सिलेक्ट गर्नुस्। जस्तै यहाँ हेर्नुस् म यहाँ होम पेजबाट प्रोडक्टमा गए अब डिसिलेक्ट भयो सबै ट्याबहरु। अब यहाँ गएर पहिला होम पेजलाई डेकोरेसन गरौँ, होम पेजलाई मिलाउँ। त्यसको लागि म के गर्छु एउटा शेप लिएर आउँछु र रेक्ट्याङ्गुलर शेप लिएर आएर यसलाई मिलाएर राख्छु। तपाईहरु एउटा पहिला डिसाइड गर्नुस् कि कतिसम्म राख्दा तपाईहरुलाई ठीक हुन्छ। मैले यसलाई मिलाएर 20 वा 21 सम्म राखिदिन्छु ताकि मलाई पछिलाई सजिलो के होस् भने हेर्नलाई फुल स्क्रिन जस्तो देखियोस्। यो नदेखियोस् कि सबै यता छरपस्ट नदेखियोस्। त्यो भएर 150% को जुन हाम्रो जुम इन छ त्यो आधारमा म यसलाई मिलाएर राख्छु। अब यसलाई यसको बारेमा हल्का डेकोरेसन अझै गर्नुपर्ने हुन्छ। जस्तै यसको कलर मिलाउनु पर्छ, सबै चीज मिलाउनु पर्छ। त्यसको लागि सर्वप्रथम तपाईहरुले होम पेजलाई डेकोरेसन गरेपछि बाँकीलाई मिलाएर राख्नु आवश्यक छैन किनकि हामी एउटालाई कपी पेस्ट गर्छौं। एक्सेल भनेको एउटा यस्तो चीज हो जुन सर्टकट वेबाट हुन्छ। अब यसको म शेपमा गएर आउटलाइन चाहिँ नो कलर गरिदिन्छु ताकि यसको कलर नरहोस्। अब भित्रीपट्टिको कलरको लागि शेप फिलमा जान्छु र त्यहाँ गएर ग्रेडियन्ट हाल्दिन्छु। मसँग ग्रेडियन्टहरु छैनन् तर यहाँ जुन प्रिसेट छ त्यो ग्रेडियन्टलाई म यहाँनिर गएर राख्दिन्छु। तपाईहरु आफ्नो मन चाहेको कुनै पनि ग्रेडियन्टलाई राख्न सक्नुहुनेछ। म यसलाई यो ग्रेडियन्ट राखेर सिधै क्लोज गरिदिन्छु। यसमा धेरै म केही गर्दिन। तपाईहरु चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ। त्यसलाई चेन्जेस गर्न सक्नुहुन्छ। आफ्नो युनिकपन बनाउन सक्नुहुन्छ। मैले त्यसलाई छोड्दिएँ। अब मलाई यहाँ अन्य चीजहरु पनि चाहिन्छन्। त्यसको लागि म यसलाई डुप्लिकेट गर्छु। तर यसरी सर्लक्क सार्नु हो भने चाहिँ डुप्लिकेट हुन्न है। तपाईहरुले कन्ट्रोलसँग डी थिच्नु हो भने सिधै त्यसलाई सिलेक्ट गरेर सिधै डुप्लिकेट पनि हुन्छ। नभए कन्ट्रोल सी र कन्ट्रोल भी गर्नुभयो भने पनि डुप्लिकेट हुन्छ। अब यसलाई डुप्लिकेट त गर्दिए पहिला मिलाएर राख्नुस्। पहिला यसको कुनै एउटा कलर राख्नुस्। म ग्रीन कलर राख्दिन्छु र यसलाई साइड बाइ साइडबाट सानो बनाउनुहोस्।
म यसलाई यता साइडबाट सर्लक्क सानो बनाइदिन्छु ताकि एउटा साइज जस्तो बनोस् हैन। साइज भन्नाले जुन चाहिँ एउटा मेन्यु बार जस्तो बन्यो भने हामीलाई धेरै सहज हुन्छ। यसले हरेक कुरा लुकाइदिन्छ, धेरै भन्दा धेरै सहज हुन्छ। दुईटा सेप बनिसक्यो यहाँनिर। अब हाम्रो काम भनेको अन्य चीजहरुलाई म्यानेज गर्ने हो। अब यहाँ हेर्नुस् यसको तल दुईटै बराबरसँग मिलेको छैन। यसलाई म के गर्छु, पहिला जुम इन गर्छु र हल्का तलमाथि छ यसलाई क्लिक गरेर हल्का माथि लग्छु। हो यो यसलाई चाहिँ समतल बनाउनुहोस्, बराबर बनाउनुहोस्। अहिले हल्का ठिकै छ। यत्रो जुम इन गरेर कसले चाहिँ हेर्छ र, तै पनि यतिको बराबर एकदम ठिक छ। अब बाँकी काम गर्नुहोस्। बाँकी काम यानी हामीलाई के आवश्यक छ त? मलाई आवश्यक पर्ने चीज पहिले डाउनलोड गरेर पनि राखेको छु मैले फोटोहरु। तर तपाईहरुलाई चाहिन्छ भने डाउनलोड गर्नुहोस्। म सिधै यहाँनिर जान्छु र इन्सर्टमा गएर पिक्चरतिर जानुपर्ने हुन्छ। नभए पहिला सेपमा जाँदा नि भयो। तपाईहरुलाई के लिएर आउनु पर्छ? यसमा हामीले सिधै एउटा मेन्यु जस्तो बनाउन खोजेको छौं। त्यही भएर म पहिला सेप लिएर आउँछु। सेप लिएर आएर यहाँनिर ड्र गरिदिन्छु। मलाई कम्तीमा पनि कतिवटा चाहियो, 5 वटा त सेप चाहियो। तर म पहिला एउटा सेपलाई कम्प्लिटली बनाउँछु, बाँकी त्यसपछि बनाउँछु। यसको आउटलाइनलाई पनि मैले हटाइदिएँ र फिलमा गएर कुनै एउटा कलर राखिदिन्छु। यही ग्रीनै राख्दिउँ हैन, ताकि एउटै बराबरै सेम देखियोस् न। यस्तो देखियोस् कि त्यसभित्र लुक्या छ। एकतिर हेर्नु साइडमा कस्तो कर्भ देखिया छ भने अर्कोतिर यसको एन्डिङ नै देखिया छैन। यो भए पनि हामीलाई धेरै भन्दा धेरै सजिलो। अब यसको यहाँनिर स्याडो रहेको छ। सेप इफेक्टमा गएर स्याडोलाई एड गरिदिन्छु म। त्यसैगरी अन्य चीजमा जस्तै यहाँ हेर्नु सेप इफेक्टमा गरेपछि त तलदेखि देखेन। त्यो भएर हामी यसलाई के गर्छौं, सेन्ड ब्याकवर्ड गर्छौं अहिले एकछिनमा। तर अहिलेलाई छोड्दिउँ। पहिला सुरुमा यसलाई म्यानेज गरौँ। यहाँनिर अब मलाई अरु के चीज चाहिन्छ त भन्दा पिक्चर चाहिएको छ एउटा। म सिधै पिक्चरमा जान्छु र यसलाई पिक्चर लिएर आउँछु। अब यहाँ पिक्चर मसँग छन् पहिलेदेखि, त्यो भएर त्यही पिक्चर नै म एड गरिदिन्छु। तपाईहरुसँग छैन भने त्यो पिक्चरलाई तपाईहरुले डाउनलोड गर्न सक्नुहुनेछ। यो ठुलो होम पेज भनेर आइरहेको रहेछ। हुन त हामीले यसमा टेक्स्ट पनि हाल्दा भयो हैन, तर टेक्स्ट हालेर गर्दा भयो। टेक्स्ट बक्स भित्रै हालेर गर्दा झन् बेस्ट हैन, किनकि त्यो त्यही भित्र आएर बस्छ अनि सेम पनि हुन्छ। तर फेरि टेक्स्ट बक्सबाट तपाईहरुलाई के ठीक लाग्छ हेर्नुस्। एक्चुअलमा के हुन्छ भने तपाईहरुले टेक्स्ट बक्सबाट लिएर आएर गर्दाखेरि नि भयो, नर्मल्ली गरेर पनि पछि गर्दा नि सेम टेक्स्ट बक्स नै बन्छ त्यो। त्योभन्दा पहिला म यताको डेकोरेसन गर्छु बरु। सबैलाई मर्ज गरेर यहाँनिर लेखिदिन्छु म आवर स्टोर भनेर। तपाईहरु यो मर्जहरु बारेमा थाहा छैन भने मैले यसको कम्प्लिट एक्सेलको एउटा भिडियो बनाएको छु। त्यो भिडियोमा गएर हेर्न सक्नुहुनेछ। अब यहाँ सबै सिलेक्ट गर्दा मिल्दो रहेनछ। म एउटा फन्ट राख्न खोजेको, यो पनि ठुलो हुँदो रहेछ। मैले पहिले सुरुमै राख्न पर्ने थियो किनकि यसको साइज चेन्ज हुन्थ्यो मलाई थाहा थियो। तर त्यो चीज तपाईले सुरुमै गर्न सक्नुभयो। हैन म गर्दिन भन्ने हो भने पछि यसरी सिलेक्सन गरेर पनि गर्दा भयो, नभए पर्टिकुलरली एउटालाई पनि गर्दा केही फरक पर्दैन किनकि हामीसँग धेरै टेक्स्ट हुन्न यसमा। त्यही भएर एउटा गर्दा धेरै बेस्ट हुन्छ है। त्यसैगरी अरु चीज के चाहियो त हामीलाई? अब जस्तै यहाँ आवर स्टोर भनेर लेखेर म यसलाई सेन्टरमा राखिदिन्छु। अलाइनमेन्टको कुराहरु धेरै मिलाउनु पर्ने हुन्छ तपाईहरुले एक्सेलमा, त्यो तपाईहरुको आफ्नो मन खुसीले। त्यसैगरी यसको कलरलाई म्यानेज गर्नदेखि लिएर हरेक कुरा यसरी मिलाइदिन्छु म। र अब तलपट्टि पनि केही लेख्न पर्ने छ। तपाईहरुलाई अझै डेकोरेसन गर्नुपर्ने छ भने सिम्पल क्लीन राख्नुहोस्, तर एकदम बुझ्ने लायकको हुनु पर्यो हैन। अब किरमिर यस्तो कर्सिभ जस्तो जुन चाहिँ बुझिदैन भने त्यसले झन् अप्ठ्यारो पार्छ पढ्नलाई। यस्तो होस् कि झट्टै हेर्दा पढ्नलाई सिम्पल होस्, केही फरक पर्दैन, तर पढ्नलाई सजिलो होस्। मैले हल्का बोल्ड वाला फन्ट लिएँ र त्यसको तलपट्टि अर्को एउटा पनि राख्दिने छु, जसबाट हाम्रो के हुन्छ भने अर्को थोरै यसको सबटाइटल जस्तो देखिनेछ। यानी कि यो एप्लिकेसनलाई यसले बताइदिन्छ कि आखिर के हो भनेर। त्यो भएर म यसलाई के गरिदिन्छु भने फर्म्याट पेन्टर युज गरेँ। तर फर्म्याट पेन्टरले ठुलो हुन्छ किनकि मर्ज गरेको छ नि त हामीले त्यत्रो धेरै कलमहरु रोहरु। त्यो भएर अब म यसले के गर्छु, यसलाई यही चीजलाई चाहिँ कपी पेस्ट गरिदिन्छु जे चाहिँ यसको कुराहरु छ। अनि यहाँ गएर म लेख्छु। तपाईहरुलाई के लेख्न मन लाग्छ, तपाईहरुको दिमागमा के छ, सबटाइटल बारेमा के राख्छु भन्ने सोच्नु भएको छ, त्यो सबटाइटल तपाईहरुले राख्न भने अवश्य सक्नुहुन्छ। तर म आफ्नो हिसाबले यहाँ राख्दिन्छु द सिस्टम वेयर यु क्यान म्यानेज योर स्टोर और भन्नु सिस्टम हैन। तपाईहरुलाई के हिसाबले राख्नुपर्छ, डाटा राख्नु पर्यो कि हैन, तपाईहरुको के चीज चाहिँ म्यानेजमेन्ट गरेर राख्नु पर्यो त्यो चीज तपाईले यहाँ लेख्न सक्नुहुन्छ। वा पनि होइन म चाहिँ माथि मेरो कम्पनीको नाम लेख्छु र तर त्यसको बारेमा लेख्छु भन्ने भने ओके, त्यो लेख्दा नि केही फरक परेन, लेख्न सक्नुहुनेछ।
अनि अब यसलाई अझै म्यानेज गर्न सक्नुहुन्छ यसलाई यहाँनिर गएर म्यानेज गर्न सक्नुहुन्छ तर म यहाँनिर भन्छु जे जति मर्ज गर्नुभएको छ त्यति नै मर्ज गर्नुहोस् त्यहाँनिर पनि जस्तै यहाँ हेर्न सक्नुहुन्छ G2 देखि मर्ज गर्नुभएको छ तपाईहरुले पनि यता पनि G2 देखि नै मर्ज गर्नुहोस् हुन त हामीले एकैचोटी मर्ज गर्न सकिन्थ्यो त्यो भयो भने धेरै सजिलो हुन्थ्यो हैन त्यो सबलाई सिलेक्ट गरेर त्यो भएर म के गर्दिन्छु भने यहाँ होम पेजमा हेर्नु ल G2 देखि कहाँसम्म छ G6 सम्म छ र उता MN सम्म छ भने म के गर्छु सबैलाई सिलेक्ट गर्छु पर्चेज सेल सबलाई सिलेक्ट गरेर एक साथमा यहाँनिर बनाइदिन्छु ल कन्ट्रोल सँग चाहिँ तपाईहरुले सिटहरुलाई क्लिक गर्नुभयो भने सबै सिलेक्सन हुन्छ अब यहाँ म एउटा कुन चाहिँमा गरिरहेको छु प्रोडक्टमा गरेर गरिरहेको छु भने सबैमा त्यही आइराख्छ है सबै ट्याबमा अटोमेटिकली आउँछ अघि चाहिँ मैले एउटा मात्रै क्लिक गरेको थिएँ आवर स्टोर भन्नेमा चाहिँ अब अहिले प्रोडक्टमा चाहिँ यसरी मैले सबैलाई सिलेक्सन गरेको छु भने यति चाहिँ सबैमा बनेको हुन्छ तर जुन लेखेको अक्षर हुन्छ त्यो सबैमा आएको हुँदैन किनकि मैले यता क्लिक गरिसकेँ नि त अब यो प्रोडक्टको हो प्रोडक्ट नै लेखौँ यहाँ मैले फेरि मिस्टेक गर्छु तर यहाँ गएर एक्चुअली पहिला लेखेर म फन्टलाई मिलाउँछु पहिला है त जस्तै यसलाई फन्ट मिलाएर राख्छु पहिला ल त्यति नै फन्ट राख्दिएँ र सबै बिचमा राख्दिएँ तर खास यो पर्चेज त होइन पर्चेजमा पर्चेज हुनु पर्थ्यो अब त्यहाँ लेखेको थिएन त्यो भएर अक्षर चाहिँ आएन तर लेखेको चिज चाहिँ आउँछ यहाँ प्रोडक्टमा लेखौँ अब पर्चेजमा गएर क्लिक गरेर यहाँ डाइरेक्टली लेख्छु भने डाइरेक्टली ठुलो अक्षर आउँछ केही गर्नु परेन सेल्समा पनि गएर म डाइरेक्टली लेख्छु भने सेल्स भनेर आउँछ भनेपछि हामीले सबै फर्मेटको काम केही गरेर राख्नु परेन सबै अटोमेटिकली नै हुनेछ इन्फर्मेसनमा गएर इन्फर्मेसन लेख्छु यति काम भइसक्यो अब यति काम भइसकेपछि हाम्रो काम के चाहिँ बाँकी रह्यो भन्दा मेन चिज यहाँ तलपट्टि केही लेख्नु छ भने लेख्नुहोस् वा तलपट्टि तपाईहरुले डाटा राख्न सक्नुहुन्छ हाम्रो बाँकी काम रहेको भनेको डेकोरेसन नै हो अझै पनि होम पेजमा धेरै डेकोरेसन अझै पनि बाँकी छ है यसको लागि म यहाँ होम पेजमै जान्छु र यहाँ पहिला के लेख्नु पर्ने छ तपाईहरुको डाटा रिलेटेड केही छ होम पेजको इन्टरफेसमा भने तपाईहरुले त्यसलाई समावेश गर्न सक्नुहुनेछ अब म पहिला फोटो हाल्दिन्छु हैन यो वाला यसलाई डेकोरेसन गर्दिन्छु यो लाइन वालालाई मेन्युलाई र होमको यो मसँग एउटा लोगो छ यसलाई म सर्लक्क सानो बनाउँछु सानो बनाएर त्यसमा फिट हुने गरी सानो मसिन बनाउँछु यत्रो ठुलो त हुँदैन नि त पक्कै आइकनहरु हैन लोगोहरु त्यसलाई यहाँनिर राख्दिन यो चाहिँ मेरो होम पेज भएको होम पेजको लोगो अब यसले यहाँनिर चाहिँ म यहाँ राखेपछि यसको छेउमा चाहिँ मलाई टेक्स्ट बक्स चाहियो भने म यहाँ सेपमा गएर टेक्स्ट बक्सलाई क्लिक गर्छु म यसलाई ड्रा गरिदिन्छु यानी कि मलाई केही अक्षर जहाँ कहीँ लेख्नु पर्यो भने मलाई यसले हेल्प गर्छ सक्दो र म यहाँ होम पेज भनेर लेखिदिन्छु र यसलाई पनि म चेन्ज गरिदिन्छु तपाईहरु आफ्नो हिसाबले फन्ट राख्न सक्नुहुन्छ तर याद राख्नुस् मिल्छ भने सबैमा एउटै फन्ट राख्नुस् त्यसको फरक बोल्ड अनि नर्मल रेगुलर स्मल थिनहरु राख्नुस् तर धेरै फरक फन्टहरु चाहिँ फन्ट चाहिँ फरक नगर्नुहोस् सकेसम्म एउटै फन्ट होस् वा दुईटा मिनिममसम्म तीनटा ठीक छ तर त्यो भन्दा धेरै चेन्जेस गर्न थाल्नु भयो भने तपाईहरुको जुन सिस्टम छ एकदम भद्दा देखिनेछ म पहिला यसको यहाँनिर कलरलाई पनि व्हाइट गर्दिएँ भने सबै केही देखिन शेपको कलर पहिला हटाइदिन्छु आउटलाइन पनि हटाइदिन्छु त्यो भएपछि हाम्रो के हुन्छ होम पेज देखिन्छ एक प्रकारको मेन्यु तयार भइसक्यो तर मेन्यु तयार भइसक्यो भन्दैमा हामीले यसलाई अझै यतिकै छोड्ने हैन दुईटालाई सिलेक्सन गर्नुस् कन्ट्रोलसँग र यहाँनिर तपाईहरु जान सक्नुहुन्छ फर्मेटमा या तपाईहरुले देख्न सक्नुहुन्छ ग्रुप हैन त्यसलाई ग्रुप बनाउन सक्नुहुन्छ दुईटालाई सिलेक्सन गरेर एक साथमा ग्रुप बनाउन सक्नुहुनेछ यहाँनिर लास्टमा देख्न सक्नुहुन्छ ग्रुप भन्ने छ ग्रुप बनाइदिए ग्रुप यो हामीले पहिले सुरुमै पनि बनाउन मिल्थ्यो टेक्स्ट बक्स लिएर आएर आखिर कुरो उही नै हो है त्यो दुईटै एउटै हो कुरो तर तपाईहरुलाई के गरी ठीक लाग्छ त्यसरी बनाउन सक्नुहुन्छ म यसलाई अब डुप्लिकेट गर्दिन्छु सिधै कन्ट्रोल डी थिच्दा नि भयो त्यो बक्सलाई सिलेक्सन गरेर व कन्ट्रोलसँग सी र कन्ट्रोलसँग बी कपी पेस्ट गर्न पनि सक्नुहुनेछ तर एउटा चीज याद राख्नुहोस् कि तपाईहरुलाई कसरी सजिलो लाग्छ र कुन चाहिँ कुरा फास्ट हुन्छ जस्तो लाग्छ त्यो हिसाबले तपाईहरु आफ्नो प्याटर्न चुज गर्नुहोस् किनभने यसमा धेरै अरु पनि तरिकाहरु छन् जसबाट तपाईहरुले आफ्नो मन खुसीले गर्न सक्नुहुनेछ आफुलाई सजिलो लाग्ने तरिकाले अब मैले यहाँनिर प्रोडक्टलाई पनि सिधै रिप्लेस गर्दिएँ यानी कि कुनै एउटा फोटोलाई डाइरेक्टली रिप्लेस गर्दिएँ अब लेखेको कुरालाई त हामीले डबल क्लिक गरेर रिप्लेस गर्न नि सक्छौं हैन अब जस्तै फेरि एकचोटी ल मैले यसलाई कन्ट्रोल डी गरे र यहाँ सारे अब यो मलाई फोटो चेन्ज गर्नु पर्यो भने के गर्ने होला त यो फोटो चेन्ज गर्नु पर्यो भने त्यो फोटोलाई पहिला क्लिक गर्नु पर्यो सिर्फ त्यो फोटोलाई हेर्नु यहाँ क्लिक भयो मैले सुरुमा किन टेक्स्ट चेन्ज गरे त अब यहाँ चेन्ज पिक्चरमा गएर चेन्ज गर्न सक्नुहुन्छ मैले सुरुमा किन पिक्चरलाई सिलेक्ट गरिन त भन्दा सुरुमा पिक्चरलाई सिलेक्ट गर्दा पुरै टेक्स्ट बक्स पुरै सिलेक्सन हुन्छ त्यो भएर जस्तै यहाँ हेर्नुस् म फेरि यसलाई के गर्नेछु डुप्लिकेट गर्नेछु डुप्लिकेट गरेर
तपाईले सक्नुहुन्छ भने सिधै त्यसलाई अब सिलेक्सन गर्दै भयो नभए पहिला टेक्स्टलाई सिलेक्सन गर्नुस् टेक्स्टलाई सिलेक्सन गरेपछि अनि मात्र यसलाई छुट्टै अटोमेटिकली हुन्छ पिक्चरमा गएर चेन्ज पिक्चरमा जानुहोस् र यहाँनिर गएर अब सेल्स रिलेटेड के छ त पिक्चर मसँग त्यो पिक्चरलाई मैले पहिलेदेखि डाउनलोड गरेको थिएँ मैले भनिहालेँ त्यो पिक्चरलाई लिएर आएर मैले यसमा समावेश गर्दिने छु त्यो आइगयो यसलाई फेरि डुप्लिकेट गरेर अब हामीसँग के छ प्रोडक्ट सेल्स र इन्फर्मेसनको बाँकी रह्यो इन्फर्मेसन त्यो राखिदिन्छौँ अब इन्फर्मेसनको लागि जे लोगो छ त्यो लोगोलाई पनि हामी यहाँनिर राखिदिनेछौँ यसको लागि त्यही चेन्ज पिक्चरमै जाउँ र यसमा गएर रिप्लेस गरिदिउँ त्यो पिक्चरलाई इन्फर्मेसन या कम्युनिकेसन जस्तो देखेको छ होइन लोगो यसलाई गरेर राख्ने अब यहाँ धेरै चिजहरू तलमाथि भइरहेको छ यसलाई तपाईँहरूले मिलाउन सक्नुहुनेछ आफ्नो हिसाबले र तपाईहरुलाई कसरी चाहिँ अब हेर्न सक्नुहुन्छ सिधा छ कि छैन जस्तो लाग्छ हैन यसमा धेरै चीज हामीले चाहिँ अलाइन गरेर राख्नु पर्ने हुन्छ अब यहाँ त हाम्रो त्यस्तो लाइनहरु केही छैन नि त त्यो भएर मैले एउटा शेप लिएर आएँ शेपको लाइन जसले चाहिँ यसलाई सिधा देखाउने चाहिँ हेर्नु यहाँ यो त सिधा हुन्छ नि त अब यता हेर्नु दायाँ बायाँ छ यसलाई म के गर्छु पहिले सार्छु सार टच गर्दिन्छु यसलाई ताकि यस्तो होस् कि यो चाहिँ सिमिलर वेमा रहोस् यस्तो नहोस् कि यो चीज बिग्रिने उर्नी नहोस् त्यो भएर मैले के गरे भने यसलाई यसरी समावेश गर्दिए तपाईहरुले यो बीचमा रोहरुको बीचमा पनि तपाईहरुले चेन्जेस गर्न सक्नुहुन्छ आफ्नो आफुलाई कतिको रूपमा डिफरेन्स चाहियो त्यो राख्न सक्नुहुनेछ हैन मैले त्यति डिटेलमा गरेर गरिन अलाइन मात्रै मिलाइदिए यसको र अब त्योहरु बीचको त्यो मेन्युहरु बीचको ग्याप तपाईहरुले आफ्नो हिसाबले डिसाइड गर्न सक्नुहुनेछ हेर्नु त हाम्रो लगभग काम जस्तो भइसक्यो धेरै जस्तो कामहरु यसमा बनिसक्यो हाम्रो अब केही कामहरु रहेको छ र यो बीचमा गडबडी नगर्नुहोस् किनकि कुनै एउटा शेपमा क्लिक गरेर तपाईले डिलिट गरिदिनु भने त्यो एकदम बताभुङ्ग देखिनेछ र एक्सेलमा एउटा चीज कि हामीले डाइरेक्टली लक गर्न मिल्दैन सेललाई लक सेल भित्र मात्रै लक गर्न मिल्छ त्यो भएर याद राख्नुहोस् कि हामीले यसलाई जबरजस्ती सिलेक्सन गरेर अनि डिलिट गर्ने ओर्ने चाहिँ गर्न मिल्दैन है गर्यो भने जान्छ अब यहाँ हेर्नु तलबाट यस्तो भद्दा देखिसक्यो म तलबाट पहिला केही लेखिदिन्छु हैन ताकि तपाईहरुलाई आफ्नो एउटा कपिराइट जस्तो राख्न सक्नुहुन्छ आफुलाई के चाहिएको छ हैन वा आफ्नो कम्पनीको नाम राख्नु पर्ने हुन सक्छ हैन कपिराइट टु एबीसी कम्पनी वा के छ त्यसरी राख्न सक्नुहुनेछ अब म यहाँनिर राखेर यसलाई तपाईहरुले आफ्नो हिसाबले टेक्स्टलाई सिलेक्सन गर्न सक्नुहुन्छ टेक्स्ट बक्सको आफ्नै फर्मेट राख्न सक्नुहुन्छ है यही फर्मेट राख्नुपर्छ भन्दिन म किनकि फर्मेट अलग आफ्नो हिसाबले आफ्नो स्टाइलमा राख्न सक्नुहुनेछ त्यसमा आफ्नै युनिकपन दिन सक्नुहुनेछ अब यसको म कलर हटाइदिन्छु ब्ल्याक देखिदैन अवश्य यसमा ब्ल्याक देखिदैन देख्यो भने व्हाइट देखिन्छ वा म यसमा रेड हाल्दिन्छु अरु पनि कलरहरु देखिन्छन् तपाईहरु आफ्नो मन खुसीको कलरले कलर यस्तो होस् कि कन्ट्रास्ट देखियोस् यानी कि ब्याकग्राउन्डसँग मेल खाओस् अब अलिकति हाल्न सक्नुहुन्छ तपाईहरुले अलि लाइटिङ जस्तो नि हल्का धेरै लाइटिङ पनि नदेखियोस् यो मेरो चाहिँ धेरै लाइटिङ देखिएछ खैर केही छैन सफ्ट देखियोस् तर कन्ट्रास्ट धेरै देखियोस् यो चीज अब तपाईहरुले ब्याकग्राउन्डसँग म्याच गर्न सक्नुहुन्छ मैले त्यतिकै छोड्दिन त्यो चीज मलाई धेरै आवश्यक परेको थिएन आवश्यक पर्यो भने तपाईहरुले यसलाई डाइरेक्टली व्हाइट बनाउन सक्नुहुन्छ जसबाट चाहिँ तपाईहरुको के हुन्छ नर्मल्ली प्रष्टसँग देखिनेछ अब मेरो यहाँ लगभग काम भइसक्यो है लगभग काम भइसक्यो भन्नाले पुरै काम भइसकेको छैन हामी करिब डिजाइनिङकोमा चाहिँ फुल्ली भइसकेको छौं अब यसलाई प्रपर वर्कमा लिएर जान चाहिँ अलिकति हामीले मेहनत गर्न पर्ने हुन सक्छ जसको लागि चाहिँ हामी के गर्छौं भने पहिला सुरुमा यसरी सिलेक्सन गरिदिन्छौं यो प्रोडक्ट थिच्दा प्रोडक्ट आउनु पर्यो हैन त्यो बनाउनु पर्ने हुन्छ अब म यहाँ के गरिदिन्छु भने यसलाई यो बक्सलाई सिलेक्सन गर्छु र होम पेजलाई सिलेक्सन गर्छु ठीक छ यो जुन यो हेर्नुस् मैले कहाँ क्लिक गरेको छु त्यो होम पेजलाई होइन त्यसको जुन लोगो छ किनकि जुन त्यो लोगो निर छ नि लोगो निर यसको पुरै एउटा टेक्स्ट बक्स नै रहेको छ हो हैन त्यो भएर चाहिँ म यसलाई चाहिँ सिलेक्सन गर्छु अब यो सबै डिटेल जति पनि छन् यो डिटेल हामीलाई कता चाहियो हामीलाई अर्को बक्समा चाहिएको छ यो डिटेल भने हामी के गर्छौं हामी यो सबैलाई कपी गरेर लग्छौं हैन म फेरि यही चीज अर्कोमा पनि बनाउनु छ नि त मलाई त्यो पर्चेजमा बनाउनु छ प्रोडक्टमा बनाउनु छ अनि अरुमा पनि बनाउनु छ नि त पहिला त म यसलाई सानो बनाएर सार्दिन्छु है किनकि यो हल्का सरेको जस्तो देखियोस् भनेर एउटा चीज म फेरि यसमा होम पेजमा मैले पुरै तयारी गरिसकेपछि प्रोडक्टमा पर्चेजमा सबैमा बनाएर त भ्याउँदिन त्यो जन टाइम वेस्टिङ हो त्यो भन्दा राम्रो म के गर्छु एउटालाई प्रपरली बनाउँछु अनि कपी पेस्ट गर्छु त्यो भनेर मैले के गरे यसरी सिलेक्सन गरे अब यसलाई पनि सिलेक्सन गरे यो ठुलोलाई पनि सिलेक्सन गर्दिन्छु र सबैलाई सिलेक्सन गरेर चाहिँ ल यसलाई के गर्दिन्छु म
कपी पेस्ट गरिदिन्छु कन्ट्रोल सी गरिदिएँ ठिक छ र कन्ट्रोल सी गरेर ओके हल्का जुम आउट नै गरौँ धेरै हैन यसलाई कन्ट्रोल सी गरिदिन्छु म कन्ट्रोल सी गरेर यता प्रोडक्टमा गरेर चाहिँ म राखिदिन्छु त्यो भए पनि हामीले त्यही एउटै चिज दोहोऱ्याउनु पर्दैन डाइरेक्टली एकैछिनमा सबै काम भइहाल्यो नि त हो कि हैन ल यता गएँ र हेर्नुहोस् तपाईँको कर्सर जहाँ छ त्यहाँ आएर बस्छ त्यो भएर कर्सर त्यहाँ राख्नुहोस् सुरुमा र पेस्ट गर्नुहोस् आयो कि आएन कति सजिलो तरिकाले आयो हो कि हैन ल यहाँ पेस्ट गरिदिएँ मैले अब मलाई यो पर्चेसमा पनि चाहियो सेल्समा पनि चाहियो इन्फर्मेसन पनि चाहियो सबैमा जान्छु A1 मा क्लिक गर्छु पेस्ट गरिदिन्छु सबै फर्मेट मिलेर आउँछ हामीले फेरि पनि केही दुःख गरिराख्नु आवश्यक पर्दैन अब यहाँनिर हेर्नुहुन्छ भने सबै तयार भइसक्यो है सबै नै तयार भइसक्यो ल यसलाई सिलेक्सन गरेँ अनि यसलाई के गरिदिउँ त अब यसलाई हामी यहाँ लिङ्क गरिदिउँ लिङ्क त गर्ने हैन तर यहाँ के भयो भने मैले लिङ्क सबैमा गर्नुपर्छ फेरि ल हेर्नुहोस् मैले सबैमा लिङ्क गर्नुपर्छ एउटा मात्र लिङ्क गरेर हुँदैन त्यो भएर म के गरिदिन्छु यसरी फेरि पहिला होम पेजलाई चाहिँ म लिङ्क गरिदिन्छु राम्रोसँग हैन ल हेर्नुहोस् यहाँ लिङ्क गर्नलाई यहाँ हामीले हाइपरलिङ्कबाट लिङ्क गर्छौँ र सेल्स इन्फर्मेसन प्रोडक्ट सबैलाई हामी के गरिदिन्छौँ हाइपरलिङ्क गरिदिन्छौँ जति जति चिज छ इन्फर्मेसनलाई क्लिक गर्दा इन्फर्मेसन तर त्यहाँनिर सेल्स भने आउँदैन त्यो भएर हामी के गर्छौँ भने पहिला होम पेजलाई सबै डेकोरेसन गरिसक्यौँ होम पेजलाई हाइपरलिङ्क हामीले सबैमा हालिसक्यौँ त्यो भएर म फेरि यो जति पनि छन् बाँकी भएका सबै डिलिट गरिदिन्छु लिङ्क गरेको हामीले हाइपरलिङ्क भनेको तपाईँहरूलाई के कति थाहा छ मैले पुरै भिडियोमा भनिसकेको भएर यसमा मैले डिटेलमा मैले दोहोऱ्याइनँ हैन किनकि हाइपरलिङ्क धेरै सजिलो छ अनि अब यहाँ हेर्नुहोस् यसलाई म क्लिक गरिदिन्छु र यसलाई फेरि हाइपरलिङ्कमा गरेँ प्लेस इन दिस डकुमेन्ट गरेर होम पेज राखिदिन्छु र फेरि यसलाई क्लिक गऱ्यो भने त यही आउने भइगयो अब यसलाई सबलाई सिलेक्सन गरिदिन्छु त्यो एउटा बाँकी थियो होम पेजको चाहिँ अब सबैलाई फेरि यसमा सबै तयार भइसक्यो अब यो जुन तपाईँले डकुमेन्ट देख्नु भएको छ जुन यो डिजाइन देख्नु भएको छ सब कम्प्लिटली तयार भइसक्यो अब चाहिँ म गएर कपी पेस्ट गरिदिन्छु कम्प्लिटली तयार त भइसक्यो तर हामीले भने जस्तो चाहिँ भएको छैन है जस्तै म यहाँनिर गएर कुनै पनि एउटालाई क्लिक गरिदिन्छु होम पेज त गयो प्रोडक्टमा जाँदाखेरिमा प्रोडक्टमा नि गयो देख्न सक्नुहुन्छ राइटतिर तर त्यो बक्स त आएन नि त हो म अब यो बक्सलाई मिलाउनुपट्टि लाग्छु ठिक छ यो बक्सलाई मिलाउनुपट्टि लाग्छु तर यो बक्सलाई मिलाउनुपट्टि लाग्दाखेरिमा तपाईँहरूले त्यसलाई सचाउनु पर्ने हुन्छ पहिला त म यतापट्टि गरेर पेस्ट गरिदिन्छु ठिक छ इन्फर्मेसनमा ओके यो चिज सबै सचिन्छ बस तपाईँहरूले यसलाई चाहिँ के गर्नुपर्छ भने यसरी सार्नु पर्यो ठिक छ अब सारेर मात्रै भएन किनकि त्यो होम पेज यता राइटपट्टि छ यसलाई लेफ्टपट्टि सार्नु पर्यो नि त हो यो सबै चिज काम तपाईँहरूले फेरि दोहोऱ्याउनु पर्ने हुन्छ जस्तै यो प्रडक्टलाई यतापट्टि लिएर आउनु पर्यो ठिक छ यता राइटपट्टि लिएर आउनु पर्यो फेरि यो सर्दैन यस्तो चाहिँ यो मान्दैन सर्नलाई नै जाँदैन भन्छ भनेपछि यसलाई क्लिक गरेर एरो किले थिच्नु पर्यो कहिलेकाहीँ के हुन्छ भने माउससँग त्यो अलिकति रिसाउँछ हिँड्दैन जाँदैन त्यो भएर तपाईँहरूले एरो किले राइट क्लिक थिच्दै लिएर जानु पर्यो अब यसलाई पनि त्यही फेरि कन्ट्रोलसँग क्लिक गर्नुहोस् ल किनकि तपाईँहरूलाई याद होला मैले अघि हाइपरलिङ्क भन्ने छु हाइपरलिङ्क लगाइसकेपछि जब हामीले क्लिक गर्छौँ नर्मल्ली सिलेक्ट गर्छौँ भने त्यो क्लिक हुन्छ त्यो भएर कन्ट्रोलसँग चाहिँ तपाईँहरूले यसलाई क्लिक गर्नुपर्छ जसबाट यो सिलेक्ट हुन्छ अनि यसरी सार्न सकिन्छ अब हेर्नुहोस् होम पेज प्रोडक्ट पर्चेस सबैमै हाम्रो के छ हाम्रो चाहिँ हाइपरलिङ्क छ त्यही भएर यो पर्चेसमा गयो अहिले अब भनेपछि हामीले त्यसलाई सिलेक्ट गर्नु पर्यो मिलाउनु पर्यो भने चाहिँ के गर्नुपर्ने रहेछ कन्ट्रोलसँग चाहिँ क्लिक गर्नुपर्ने रहेछ अब जस्तै यहाँ एउटा चिज हेर्नुहोस् मैले यता लिएर आएँ अब यो पर्चेसलाई राइट लिएर आउनुपर्ने छ भने पहिला म बाहिरपट्टि क्लिक गर्छु बाहिरपट्टि क्लिक गरेर अनि यसलाई कन्ट्रोलसँग चाहिँ क्लिक गर्छु त्यसपछि मात्रै सार्छु जसबाट के हुन्छ भने यो नर्मल्ली हामीले सिलेक्ट गर्न सक्छौँ कि तपाईँहरूले क्लिक गर्नु भने त फेरि जान्छ है फेरि वान क्लिक गर्नु भने त त्यो जम्प हुन्छ फेरि हाइपरलिङ्कको त त्यस्तो हो कहानी अब यसलाई पनि कन्ट्रोलसँग क्लिक गरेर यसलाई मिलाएर राखिदिन्छु यसलाई मैले डिटेलमा मिलाइनँ किनकि तपाईँहरूले यसको हाउभाउ बुझ्नुभयो कसरी गर्ने रहेछ भनेर सेल्समा पनि गरेर राखिदिन्छु तपाईँहरूले बुझ्नुभयो कि के गरी चाहिँ आखिर हुँदो रहेछ त कसरी चाहिँ कन्सेप्ट बुझ्नुभयो तपाईँहरूले त्यो भएर मैले त्यसको अलाइनहरू त्यति डिटेलमा अहिले मिलाइनँ तर एक्सलमा काम गर्दा जहिले पनि अलाइनमेन्टसँग चाहिँ मिलेर काम गर्नुपर्ने हुन्छ अलाइनमेन्टलाई दोस्ती गर्नु पर्यो तपाईँहरूले है त अब यो सेल्सलाई चाहिँ म हल्का यता राइटतिर सार्छु र यहाँनिर सारेर यसलाई मिलाएर राखिदिन्छु यहाँनिर ल अब फेरि होम पेजको त कहाँ छ उता फर्केर बसिरहेछ पुक्क परेर भनेपछि त्यो होम पेजलाई फेरि मिलाउनु पर्यो हो कि हो मिलाउनु पर्यो होम पेजलाई त्यो भएर यतापट्टि आएर सारिदिन्छु म
अब त्यसै गरी इन्फर्मेसनमा जाउँ। इन्फर्मेसनमा पनि त्यस्तै चिज छ। त्यही सुरुको सेपलाई फेरि तलतिर लिएर आउनु पर्यो र इन्फर्मेसनलाई फेरि राइटतिर लिएर जानु पर्यो। कसरी? वन क्लिकमा होइन है, कन्ट्रोलसँग क्लिक गरेर। वन क्लिकमा होइन, कन्ट्रोलसँग क्लिक गरेर तपाईँले लिएर आउनु पर्यो। ल अनि होम पेजलाई चाहिँ राइटपट्टि छ भने त्यसलाई कता लिएर जानु पर्यो? लेफ्टपट्टि। ठिक छ हो। अब हाम्रो कम्प्लिटली तयार भइसक्यो लगभग। अब लगभग भने किन भन्दाखेरि नि जस्तै यहाँ हेर्नुहोस्, यहाँनिर सबै तयारी त भइ त सक्यो। के चाहिँ बाँकी छ त यहाँनिर? यसो हेर्नुहोस् त तपाईँले के चाहिँ गडबडी देख्नुहुन्छ यहाँनिर? एउटा गडबडी देखिन्छ, यो ब्रिङ फरवर्ड सेन्ड ब्याकवर्ड वाला। यहाँ सेल्समा गएँ म, यसलाई क्लिक गर्छु, यो बाहिर देखिएछ, यसलाई भित्र लिएर जानुपर्छ। अघि मैले भनेको थिएँ नि सेन्ड ब्याकवर्ड गर्नुपर्छ भनेर। ल फेरि यसलाई पनि क्लिक गर्छु र यहाँ क्लिक गर्छु र यहाँ देख्न सक्नुहुन्छ फर्मेटमा गएर सेन्ड ब्याकवर्ड, खलास गयो, त्यो बाहिर पछाडिपट्टि गयो। ल यसको पनि माथि देखिएको छ। हल्का राम्रो डिजाइन दिनलाई हामीले यसरी चेन्ज गरिदिन्छौँ। अब यसलाई पनि क्लिक गरेर सेन्ड ब्याकवर्ड गरिदिन्छौँ, भइदिएको। अब म होम पेज अब चाहिँ हाम्रो कम्प्लिट भयो। अब तपाईँहरूले आफ्नो डाटा राख्न सक्नुहुनेछ। यो त हाम्रो डिजाइन मात्रै तयार भयो होइन, कम्प्लिट एप बनाउन सक्नुहुन्छ कि तपाईँले, एउटा सिस्टम बनाउन सक्नुहुन्छ। अब यसको ग्रिड लाइन चाहिँ यहाँ भ्यूबाट हटाउन सक्नुहुन्छ। अब फर्मुला बार हेडिङ हटाउनु पर्दैन, तपाईँहरूको इच्छा। तर मैले जहाँसम्म लाग्छ मैले हटाउनु पर्दैन, किनभने नि मैले त्यो डिजाइनमै बनाएको छैन क्या, त्यो डिजाइनैमा बनाएको छैन, मैले फरक डिजाइनमा बनाएको छु। पहिलो डिजाइन राख्दा भयो। ल हेर्नुहोस् सबै चलाइसकेको छ नि। प्रडक्टमा थिच्दा प्रडक्ट आउँछ, होम पेजमा थिच्दा होम पेज, पर्चेस थिच्दा पर्चेस, सेल्स, इन्फर्मेसन। अब यसो हेर्दाखेरि ओहो यो त एनिमेसन भएको जस्तो देखिएको छ, तर होइन है, यसमा पक्कै पनि एनिमेसन देखिएको छैन। यो एक प्रकारले हामीले के गरेको छौँ, हामीले यसलाई क्लिकेबल बनाएर चाहिँ हाइपरलिङ्क हालेर यसलाई चेन्जेस गरेको, मोडिफाई गरेको छौँ र त्यो भएर यो चाहिँ एप जस्तो देखिन्छ। हेर्नुहोस् त कस्तो मजाको एप जस्तो देखियो, एउटा इन्टरफेस राम्रो खालको देखियो। तपाईँहरूले आफ्नो हिसाबले त्यसलाई चाहिँ बनाएर राख्न सक्नुहुनेछ। के बनाउनु पर्यो, कसरी बनाउनु पर्यो भन्ने तपाईँहरूले कन्सेप्ट त पक्कै थाहा पाउनु भयो। यसरी नै हरेक खालको कुराहरूलाई चाहिँ मिलाएर राख्न सक्नुहुन्छ। अब यहाँनिर यो पर्चेस सेल्सको कहानी त भइदिएको, तर अब होम पेजलाई अलिकति डेकोरेसन गर्नु पर्यो भने आफ्नो हिसाबले डेकोरेसन गर्न सक्नुहुन्छ। यसलाई हामीले कम्प्लिट एउटा सिस्टम बनाउन अझै पनि सक्छौँ। जस्तै होम पेजमा राख्यो, त्यो होम पेजमा राखेको प्रडक्टहरू आउने होइन। पहिला त म इन्फर्मेसन राखिदिन्छु कि के इन्फर्मेसन छ, केही क्रेडिटहरू अनि कपिराइटहरू राख्नु पर्यो, वा भने तपाईँको संस्थाको बारेमा राख्नु पर्यो, कन्ट्याक्ट बारेमा राख्नु पर्यो भने यहाँनिर तपाईँले राख्न सक्नुहुनेछ के राख्न पर्ने छ। त्यसै गरी तपाईँलाई कम्प्लिटली बनाउनु पर्छ भने चाहिँ त्यो चाहिँ टाइम लाग्छ है। जस्तै होम पेजमा गएर राख्ने एउटा डाटा त्यो पर्चेसमा जान्छ, कहिले कहिले सेल्समा जान्छ। वान क्लिकको भरमा अटोमेटिकली डाटा प्लेस गर्ने अप्सन राख्नु पर्यो भन्ने हो भने चाहिँ तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ, जसबाट त्यसको लागि एउटा डेडिकेटेड छुट्टै भिडियो बनाउनु पर्ने हुन्छ। तर यसै भिडियोमा चाहिँ त्यसलाई समावेश गरेर भन्यो भने अझ लामो हुन्छ। ल हेर्नुहोस्, यति एउटा सानो चिजलाई चाहिँ करिब आधी घन्टाभन्दा बढी लागेको छ भने त्यो भिडियोलाई त झन् धेरै समय लाग्छ है। त्यो भएर त्यसको लागि छुट्टै एउटा डेडिकेटेड भिडियो ल्याइनेछ। तर तपाईँहरूको एउटा कमेन्टहरू आयो भने चाहिँ लिएर आइनेछ। ठिक छ, तपाईँलाई त्यस्तो सिक्न मन छ कि एक्सेलको अझै ट्रिक्सहरू, एउटा डाटाबेस पुरा कम्प्लिट डाटाबेस जसमा वर्केबल होस्, क्लिक गरेको भरमा त्यो कहिले पर्चेसमा जाने, कहिले सेल्समा जाने, प्रडक्टमा थपिने खालको बनाउनु पर्यो होइन। सबै पर्चेस सेल्स सब अनि स्टकको पनि आफै बस्ने खालको हुन मन लाग्यो भने तपाईँहरूले सम्झिन सक्नुहुन्छ, बनाइनेछ त्योवाला। अब यहाँ देख्न सक्नुहुन्छ हाम्रो सबै काम त लगभग भइ नै सक्यो। अनि यहाँनिर सेल्सको लागि म एउटा केही तयार गरिदिन्छु। अब तपाईँहरूले फर्मेट आफैले बनाउन सक्नुहुन्छ है। यहाँ डाटा राख्ने पर्ने चिजहरू, वा तपाईँहरूलाई केही इम्प्लोइको डाटा राख्नु पर्यो कि सेल्स पर्चेस सेल्सको कुरा बारेमा राख्नु पर्यो, के छ तपाईँहरूको मेन मोटिभ के छ र बनाउन के खोज्नु भएको छ, त्यो बनाउन आफूलाई चाहिएको चिज बनाउनु छ भने त्यो तपाईँहरूले आफैले समावेश गर्न सक्नुहुनेछ। अब यसमा चाहिँ मैले त भनिहालेँ सेल्सको यो कहानी सक्यो होइन। तपाईँले यहाँ डबल क्लिक गरेर यसलाई मिलाउनु पनि सक्नुहुन्छ। यसलाई म यहाँनिर बर्डर हालिदिन्छु। बर्डर हाल्न सर्टकट कि अल्टसँग HBA थिच्दा भयो लेटर, त्यो भयो भने धेरै हेर्नुहोस् है। एक्सेलमा जति सक्दो सर्टकट कि याद गऱ्यो भने धेरै राम्रो।
तपाईले जति सर्टकट की याद गर्नुहुन्छ याद हैन क्या चलाउनु पर्यो याद गरेर मात्रै भएन चलाउनु पर्यो सर्टकट की मात्रै चलाउनु पर्यो बरु टाइम लाग्यो सुरुमा सर्टकट की नै चलाउनुस् जसबाट तपाईहरुको काम रेगुलरली बेसमा बेस्ट हुन्छ कुनै एउटा मात्रै काम गर्नुस् के जस्तै म यहाँ प्रोडक्टमा गएर यसरी लेखे ल एसएन भनेर लेखे हैन पर्टिकुलर सरी प्रोडक्ट भनेर लेखे सबै लेखे अब यसलाई मैले फेरि बढाएर हाल्नु पर्छ पर्दैन त ल मर्ज नै गर्दिन भए प्रोडक्ट को त प्रोडक्ट नै भयो यहाँ सिधै गरी अल्ट AHBA थिच्दै मैले डाइरेक्टली बढेर आए मैले धेरै त्यो माउस लिएर गरेर राखिराख्नु पर्दैन अब 1 2 3 पनि तपाईहरुले धेरै लेख्नु पर्दैन 1 र 2 लेखिदिए मैले सरलक्क यो कर्नरमा गएर सार्दैछ आइहाल्छ नभए 1 मात्र क्लिक लेखेर चाहिँ तपाईहरुले कन्ट्रोल सँग क्लिक गर्नुभयो भने चाहिँ सरलक्क आइहाल्छ अब म यहाँ नामहरु लेख्छु तपाईहरुले प्रोडक्टको बारेमा चाहिँ के नाम राख्नु पर्ने छ तपाईहरुसँग प्रोडक्ट के छ र देखाउन के खोज्नु भएको छ अब त्यो चीजहरु चाहिँ राख्न सक्नुहुन्छ जस्तै मैले यहाँ र्याम रोम हार्ड डिस्क SSD भनेर यसरी विभिन्न प्रकारको प्रोडक्टको नाम लेख्दियौ अब एउटा चीज कि यो प्रोडक्ट चाहिँ तपाईहरुले होम पेजमा देख्नु पर्यो एउटा प्रोडक्ट सिलेक्ट गरेर तपाईहरु पर्चेज गर्दिनुहुन्छ सेल्स गर्दिनुहुन्छ भने त्यो सिलेक्सन गर्नु पर्यो भन्ने चाहिँ हामी के गर्छौं त्यसलाई चाहिँ लिस्ट बनाइदिन्छौं पहिला सुरुमा त तपाईहरुले यसलाई कम्प्लिटली बनाएर चाहिँ राख्नुहोस् कि तपाईहरुसँग के प्रोडक्ट छ प्रोडक्टहरु के छन् र त्यो प्रोडक्ट के राख्नु पर्ने हो हैन त्यो प्रोडक्टहरु चाहिँ यसमा समावेश गर्नुहोस् अब एउटा चीज हेर्नुस् यसमा यो जुन बक्स छ यो बक्समा तपाईले पक्कै देख्न सक्नुहुन्छ कि त्यहाँ फेरि बढ्छ छैन कन्ट्रोल ए गर्छु अनि त्यहाँ हेर्नुस् अल्ट HBA सरलक्क भएको भएन 1 सेकेन्ड पनि काम लागेन ल 1 सेकेन्ड पनि काम लागेन त्यो समय लागेन क्या 1 सेकेन्ड पनि मान्छे कति सजिलो हुँदै रहेछ सर्टकट की अब होम पेजमा आउँछु म होम पेजमा आएर चाहिँ यसलाई एउटा अझै बेटर खालको रिजल्ट दिन्छु कि प्रोडक्टमा चाहिँ लिस्ट बनाइदिन्छु म जस्तै यहाँ हेर्न सक्नुहुन्छ यहाँ क्लिक गरे र म यहाँ डाटामा जान्छु डाटा भन्ने ट्याबमा जानुहोस् डाटा ट्याबमा गइसकेपछि सरी डबल क्लिक भएछ यहाँ निर गएर डाटा भ्यालिडेसनमा गए र एनी भ्यालुको ठाउँमा यहाँ देख्न सक्नुहुन्छ अलाउमा लिस्ट गरिदिन्छु र यहाँ हाल भन्छ हैन कहाँनिर छ लिस्ट भन्छ म यहाँ सोर्समा गएर तलपट्टिबाट जानुस् ल प्रोडक्टमा गए र यहाँ निर मेरो सबै लिस्टलाई सिलेक्सन गरिदिन्छु सरलक्क अनि ओके गरिदिन्छु भने यहाँ तपाईहरुको एउटा लिस्ट आउँछ जहाँबाट तपाईहरुले सिलेक्सन गर्न सक्नुहुन्छ हेर्नुस् कति रमाइलो खालको चीज हो यो एक्सेल त यति रमाइलो छ कि यो जति खेल्यो झन् त्यति खेल्न मन लाग्छ भने यसलाई पहिला मर्ज गरिदिन्छु अनि मर्ज गरिसकेपछि यसलाई फेरि पहिला ग्रिड लाइनसँग चाहिँ यसलाई समावेश गरेर राखौं ग्रिड लाइनसँग मिलाएर राखौं अनि त्यसलाई चाहिँ एउटा कुनै एउटा कलर राख्यो किनकि कहाँ गएर क्लिक गर्ने भन्ने थाहा हुन्न नि त त्यही भएर म यसमा हल्का ग्रे खालको कलर एड गरिदिन्छु र मर्ज गरिदिन्छु यसलाई ताकि यो थाहा होस् कि यहाँ गएर क्लिक गर्न पर्ने रहेछ भनेर अब त्यसै अरु चीज के एड गर्न पर्छ ल प्रोडक्ट त भइ तको डेट एड गर्नु पर्ला तर डेट कहाँ हुन्छ माथिबडी हुन्छ नि त हैन नर्मली डेट त कहाँ हुन्छ माथिबडी हुन्छ ठीक छ के गर्छौं भन्ने पहिला हामी यहाँ निर पहिला डेट लेख्दियौ पहिला तलपट्टि मिलाऊ अनि यसलाई माथि लिएर जाँदा नि केही फरक पर्दैन के सार्न मिलिहाल्छ नि अब यसको डेटलाई मिलाउन सक्नुहुन्छ तपाईहरु यहाँ एडजस्टमेन्टबाट फर्मेट सेल डायलग बक्स भनिन्छ यसबाट तपाईहरुले आफ्नो हिसाबले मिलाउन सक्नुहुन्छ ल मैले सारेर राख्दिए हालै सरलक्क ट्याबमा टिपेर फ्याट्ट लगेर राख्दिए तपाईहरुले आफ्नो हिसाबले यहाँ नम्बरहरु चेन्ज गर्न सक्नुहुन्छ जसबाट के हुन्छ भने त्यो सेलमा के राख्ने तपाईहरुको इच्छा के छ सेलमा के चेन्जेस गर्ने भन्ने चीज यहाँ रहन्छ त्यही कुरा तपाईहरुले यसमा राख्न सक्नुहुन्छ म यहाँनिर के भन्छु भने डेट चाहियो अनि मन्थ चाहियो त्यसपछि इयर चाहियो भन्छु त्यही आउँछ तपाईहरुले आफ्नो हिसाबले त्यसलाई चेन्ज गर्न सक्नुहुनेछ अब यसलाई मैले एउटा डेट राखिदिन्छु भइगयो है त अनि यहाँ प्रोडक्टमा प्रोडक्ट आउने त भइ तको ओके यसमा केही चेन्जेस गर्न पर्ने छैन तपाईहरुलाई केही चेन्जेस गर्नुपर्ने छ भने भन्नुहोस् डाइरेक्टली हामी चेन्ज गर्न पनि सक्छौं हैन त्यसैगरी यसलाई फुल्ली फंक्सनल चाहिँ अहिले बनाउन मिल्दैन है किनकि फुल्ली फंक्सनल बनाउँदाखेरिमा अझ धेरै भन्दा धेरै टाइम खर्च हुनेछ अनि त्यत्रो फुल्ली फंक्सनल बनाउँदाखेरिमा त्यो एउटा छुट्टै खालको टपिक बन्ने छ
त्यो भएर म तपाईहरुलाई फेरि पनि के भन्छु भने यदि तपाईहरुलाई फुल्ली फंक्सनली चाहिँदैछ भने कुनै एउटा वर्क प्लेस जस्तो कुनै एउटा सिस्टम जस्तो जुन चाहिँ सानो खालको सिस्टम तपाईहरुको जस्तै मानौ सहकारीमा भइरहेको छ भने सहकारीमा आफ्नो छुट्टै चाहिएको छ कुनै एउटा डाटा रिलेटेड चार्ज भने तपाईहरुले मेसेज गर्न सक्नुहुन्छ वा भने कमेन्ट गर्न सक्नुहुन्छ त्यसको लागि छुट्टै फ्रीमा एउटा भिडियो बनाइनेछ है तपाईहरुको यदि कमेन्ट भयो भने चाहिँ तपाईहरुलाई यदि इच्छा भयो भने त्यस बारेमा किनकि यो भनेको एक्सेल भनेको जति युज गर्नुहुन्छ त्यति बेस्ट हो एक्सेलले हामीले सबै डाटाहरुलाई एकमुष्ट राख्नलाई धेरै भन्दा धेरै सहज गर्छ र एप्लिकेसन नै बनाउन मिल्ने भएपछि झन् धेरै राम्रो अझ त यसमा हामीले अनलाइनमा पनि कति के भेट्छौं भने तपाईहरुले सिधै एक्सेल फाइललाई कम्प्युटरको फाइल वा हाम्रो जुन मोबाइलको हुन्छ एप्लिकेसन त्यसमा कन्भर्ट गर्न पनि सक्नुहुनेछ त्यसै एक प्रकारको धेरै भन्दा धेरै राम्रो खालको अप्सनहरु पनि रहेका छन् तपाईहरु यदि बृहत मात्रामा लिएर जान चाहनुहुन्छ भने त्यो पनि सक्नुहुनेछ डाटाबेस त झन् हाम्रो अलग चीज भएको डाटाबेस पनि छ तर एक्सेलमा जति हामीले गर्न सक्छौं नि त्यो धेरै भन्दा धेरै कुरा छ है एक्सेलमा गर्न सक्ने चीजहरु एउटा पावरफुल एप्लिकेसन हो एक्सेल त्यही भएर अब जस्तै म यहाँनिर हेर्नुस् यहाँनिर पर्चेज सेल्सको एउटा बक्स त बनाउँदै छु तर यो बक्स युजेबल चाहिँ बनाएको छैन मैले किनकि यदि युजेबल बनाए भने त्यसको लागि फेरि छुट्टै भिडियो हुन्छ मैले भनिराखेको छु र अरु कुनै पनि प्रकारको चाहिन्छ भने तपाईहरुले सिधा भन्न सक्नुहुन्छ कि कुन रिलेटेड भिडियोहरु चाहियो कुन टपिकमा चाहियो त्यो टपिकमा हामी भिडियो बनाउने छौं यहाँनिर एक्सेल मैले भनिहाले कतिको पावरफुल एप्लिकेसन हो र त्यसलाई तपाईहरुले आफ्नो मन खुसीले तपाईहरुले एस्टाब्लिश गर्न सक्नुहुन्छ मैले अहिलेसम्म बनाएको एप्लिकेसनहरुमा रोस्टर एउटा हो एक सहकारीको लागि छुट्टै एउटा एप्लिकेसन बनाएको थिए जसमा डे बाइ डे हाम्रो डे बुक हुन्छ नि त डे बुक राख्ने क्यालेन्डर वाइज एक वर्ष भरिको बनाएको थिए र 2082 को लागि पनि पुरै बनाएको थिए 83 को लागि पनि बनाउँदा केही फरक पर्दैन जब 5 मिनेट भन्दा बढी टाइम लाग्दैन त्यसको र सबै एकै ठाउँमा स्मुथली चल्दिन्छ त्यो र सबै हाइपरलिंक हो क्लिक गरेर हामीले त्यसलाई चेन्ज गर्न सक्छौं धेरै भन्दा धेरै राम्रो कुरा हो यो चाहिँ है तपाईहरुले के गरी युज गर्नुहुन्छ के गरी यसलाई आफ्नो बनाउन सक्नुहुन्छ भन्ने कुरा हो तपाईहरुले के को लागि चाहिएको छ जस्तै कसैलाई सर्टिफिकेट रिलेटेड चाहिएको हुन सक्छ कसैलाई आफ्नो वेब पेज बारेमा चाहिएको हुन सक्छ कसैलाई इन्स्टिट्युटको बारेमा चाहिएको हुन्छ भने कसैलाई बैंकिङको बारेमा चाहियो बैंकिङको लागि छुट्टै एउटा एप्लिकेसन हुन्छ तर आफ्नो एउटा म आफू चाहिँ राख्छु नि त वा भने सानो धेरै ठुलो पनि हैन सानो एउटा सिस्टम चाहिँ बनाउनु पर्छ भने तपाईहरुसँग अब अहिले पैसा छैन वा भने त्यो सिस्टम बनाउँदाखेरिमा झन् समय लाग्छ भन्ने हो भने तपाईहरुले यसलाई अपनाउँदा धेरै राम्रो हुन्छ र मैले देखेको एउटा चीज कि नेपालमा प्राय जसो जुन एमएस एक्सिस छ त्यो चलाउनलाई अलि दिक्कत हुन्छ किनकि एमएस एक्सिस को क्रैक भर्जन मात्रै हुन्छ नेपालमा प्राय जसो कल्लै किनेर बस्नु र त्यसमा धेरै भन्दा धेरै कुराहरु चाहिँ बिग्रिराखेको हुन्छ त्यो भएर तपाईहरु आफूले एक्सेल चलाउँदा धेरै बेस्ट यसमा अझ भन्ने हो भने त यसमा VBA कोडहरु पनि एड गर्न मिल्छ VBA कोडहरु एड गरेर कसैले कपी गर्न नमिल्ने खालको बनाउन मिल्छ कि पासवर्ड राख्ने बनाउन मिल्छ कम्प्लिट एउटा वेबसाइट पावरफुल वेबसाइट बन्छ एक्सेलबाट यही हेर्न सक्नुहुन्छ प्रोडक्टमा कस्तो मजाले गइरहेको छ अब यो सबै इन्फर्मेसन मैले बनाउन चाहिँ सक्छु हैन जस्तै पर्चेजमा क्लिक गर्दा पर्चेजमा जाने सेल्समा क्लिक गर्दा त्यो डाटाहरु अटोमेटिकली फिल हुने बनाउन मिल्छ मैले भनिहाले समय लाग्छ हस् त आजलाई यति नै भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद